जाने वाला 6x स्क्वायर त्यसपछि 12x here 3x plus 6x स्क्वायर plus 12x पहिला हामीले कमन लिन्छौं फ्याक्टराइज हुने वाला छ त फ्याक्टर पहिला कमन लिन्छौं हामी यो दुईटैबाट के हुन्छ 3 कमन हुन्छ त x plus 3 to the 6 यसमा हामी कमन लिन सक्छौं 6x यहाँ भएछ x plus 2 6 to the 12 यो सेम यो काटिहाल्छ 3/6x हामीले यहाँ 3 1 जा 3 3 2 जा 6 भनेको 1/2x यो भयो लास्ट टर्ममा जसरी हुन्छ त्यो तरिकाले हामी जान्छौं त्यसपछि अर्को हामी बनाइदिरहेका छौं x square xy divided त्यसपछि कति छ x square minus x square minus xy square यहाँ लेख्ने है यार x square xy divided x square x minus y square हामी कमन लिने वाला माथि पेलाइदिन्छौं x कमन लिइहाल्छ त x plus y यसमा हामी माथि यसमा कमन हुन्छ यसमा कमन हुन्छ x क्यू छ यहाँ x स्क्वायर छैन क्यू हो सरी यसमा हामी x कमन लिइहाल्छौं x स्क्वायर minus y स्क्वायर x के त यो x ले यो x कटिहाल्छ अनि यहाँ a स्क्वायर minus b स्क्वायर a plus b into a minus b यो र यो कटिहाल्छ अनि x minus y यही भयो a cube minus 36a divided a square plus 3a minus 18 यसमा कमन लिने वाला कमन लिने अनि त्यसपछि भएन भने फ्याक्टराइज गर्ने पहिला हामीले हेर लेखौ a cube 36a divided a square minus 3a the plus अनि minus 18 यसबाट हामी कमन लिन्छौं त a कमन हुन्छ a square 36 भयो यसमा फ्याक्टराइज कमन त हुँदैन फ्याक्टराइज गर्ने जोडेर या सबट्र्याक्ट गरेर हामीलाई 3a ल्याउनु छ 2 ले लाग्छ 9 फेरि 2 भनेको 3 2 जा 6 6 बाट 3 जान्छ भने 3 आउँछ a यहाँ प्लस त 6a छ त a दिने माइनस 3a माइनस 18 रहिरहन्छ माथि फर्मुला लगाउँछौं a स्क्वायर 6 को स्क्वायर जान्छ 36 भनेको 6 को स्क्वायर यसबाट हामी कमन लिन्छौं a plus 6 यसबाट कमन लिन्छौं हामी minus 3 a plus 6 3 जा 18 अब यो भइहाल्यो a स्क्वायर भने a plus b into a minus b यहाँ भइहाल्छ यो दुईटै मिलेको a minus 3 दुईटै मिलेछ एउटा हामीले लेख्छौं a plus 6 को a plus 6 सँग कटिहाल्छ बाँकी बच्छ a into a minus 6 अनि यहाँ भइहाल्छ a minus 3 यो भयो